यहाँ दुईटा केक छ यो चाहिँ बाबालाई अनि यो चाहिँ बुढोलाई I love the color, design. Maybe picture frame, but Surprise. different. के गर्छ तैँले डेडीलाई यस्तो फनी हेर त के होला रिजन भन यसको डेफिनेसन होला बाबालाई सानो गिफ्ट अब प्रिन्सको म्याङ्गो खाँदैछौँ Sumito. Amila amilo. Sumito. Amilo. Hello my beautiful people, namaste, seva role, how welcome to my blog. How are you my beautiful people? Hope you're doing great. I'm also doing good. आशा छ तपाईहरु सबै सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। अनि आज चाहिँ फादर्स डे छोरीले ड्याडीको लागि गिफ्ट पठाइदिएको छ, त्यो अब सरप्राइज गरेर दिनुपर्ने छ, त्यही भएर अब हतार लागेर म चाहिँ कुद्दैछु। सो लेट्स गो। ले आफै बनाएको केक, फादर्स डे केक मैले रेस्पबेरी केकमा बनाएको होइन, यो यसभित्र चाहिँ रेस्पबेरी छ अनि बाहिर पनि रेस्पबेरी छ। अनि योपालि चाहिँ समथिङ डिफ्रेन्ट गरेको। सक्नुहुन्छ मेरो रेस्पबेरी केक फर फादर्स डे। आज चाहिँ फादर्स डे, त्यही भएर मेरो छोरी एनिकाले चाहिँ ड्याडीलाई गिफ्ट पठाइदिएको छ अनि केक मैले बनाइदिएको ल। Thank you. ल तिमी देऊ ड्याडीलाई यो निका दिदीको एकछिनै गिफ्ट। I love this gift. यो चाहिँ निकाको तर्फबाट हेर्नु। Thank you very much. के पठाएको मन पर्यो? Thank you. I love the color, design. कसको चुज हो? देऊ तिम्रो गिफ्ट। मेरो चाहिँ Maybe picture frame, but surprise. different. के गर्छ तैँले डेडीलाई यस्तो फनी हेर त के होला रिजन भन यसको डेफिनेसन होला। भित्रले गर केक काट्ने स्टार। केक चाहिँ मैले 15 मिनटको लागि फ्रिजरमा राखेको थिएँ, बिर्सेछु क्या, त्यही भएर इट्स काइन्ड अफ फ्रोजन, त्यही भएर चाहिँ चिसो भयो मेरो बुढोलाई। फादर्स डे मनाउनु आएको भाउजूको घरमा ब्युटिफुल पिपल। यो गुलाब जामुनको केक चाहिँ मैले बाबाको लागि बनाइदिएको। ह्याप्पी फादर्स डे बाबा, आई होप यु लाइक इट। कस्तो एक्जाम भइरहेछ है यिनीहरूको, त्यही पनि पढ्नु मान्दैन। यहाँ दुईजना यो एक्जाम हुने मान्छे पढ्छ अरे यहाँ पढ्छु है कोही बेला, तर एक्जाम त तेरो अहिले होइन त। छेउ अनि यता अर्कोलाई हेर्नु होला, रोब्लक्स खेल्छ, रोब्लक्स नपाएर यहाँ लडी बुढी छ। हामी त एक्जाम हुन्छ भनेर 1 महिना अगाडि कस्तो हुन्थ्यो होइन, ल त केही छैन, बाले फरर। यहाँनिर चाहिँ हामीले अब फादर्स डे मनाइसकेको, अब यहाँनिर फिलिपिन्सको म्याङ्गो खाँदैछौँ। Sumito. Amila amilo.
कस्तो मिठो मिठो दाँतै किड्यो मेरो त त्यो पनि खुवाएन है पकाएर आज मलाई के गरेको यस्तो आज त्यस्तै भयो 19 मा पक्का खाउँछु ल डन्टा